हेलो साथीहरु, भान्सा कोठामा जल भरेर राख्ने विधि हैन। भान्सा कोठामा चाहिँ यसरी तामाको कलशमा जल भर्ने है। तामाकै कलश चाहिन्छ। बिहानी बिहानी पख गर्नुपर्छ। यो कार्य बिहानी बिहानी पख गर्नुपर्छ। 24 घण्टामा एकचोटी गर्ने हो। अब यसलाई लगेर हामीले कुनै पनि डाइनिङ टेबल या कुनै पनि त्यस्तो एउटा केटाकेटीले नचलाउने स्थान जुन हुन्छ लगेर त्यहाँनेरि राख्ने। जसरी मैले चाहिँ यहाँनेरि डाइनिङ टेबलमा राख्ने गरेकी छु हैन। अनि त्यसपछिबाट अब के गर्ने भनेदेखि यसलाई छोपिदिने है प्लेटले। अनि यो छोपिसकेको जल अब 24 घण्टासम्म यहाँ हुन्छ नचलाउने। त्यसपछिबाट भोलिपल्ट बिहान उठेर अब कतिखेर भान्सा कोठामा आइन्छ, बिहानी पख आइन्छ भने जतिखेर आइन्छ भान्सा कोठामा त्यतिखेर हजुरहरूले यो जललाई चाहिँ लगेर मुख्य गेट अगाडि बाहिर या ढोकाहरूमा छर्किन सकिन्छ है। अब ढोकाहरूमा छर्किनलाई चाहिँ बिहानको बेसार जल छर्किसकेको छ भने कुनै पनि गमलामा पनि हालिदिन सकिन्छ। फुलको गमलामा बिहानी बिहानी पख गर्ने है। 24 घण्टामा एकचोटी गर्ने, बिहानी बिहानी पख गर्ने। यो चाहिँ रातभरि यहीँ नै रहन्छ। र पितृलाई भान्सा कोठामा जल राख्ने होइन। पितृलाई जल राख्नको लागि हजुरहरूले केराको वृक्ष लगाउनुपर्छ। केराको वृक्षमा काँसको लोटीमा जल भरेर राख्नुपर्छ। भान्सा कोठामा पितृले जल लिनुहुन्न है। त्यो भ्रममा नपर्नुस्। र यसरी हजुरहरूले यो विधि गर्नुस्। हजुरहरूको कहाँबाट चाहिँ आम्दानीको स्रोतहरू बढ्छ, कहाँबाट 2 पैसा आउन थाल्छ हजुरहरूलाई अटोमेटिकली त्यो केही थाहा नै हुँदैन। सबै कुरा अटोमेटिकली हुन्छ। यो यस्तो पावरफुल उपाय हो हजुरहरूको लागि। हजुरहरूले सुरु गरिदिनु होला। भोलि बिहीबार 15 गतेदेखि नै हजुरहरूले सुरु गरिदिन पनि सक्नुहुन्छ। शुक्रबारदेखि गर्न पनि सक्नुहुन्छ। यो भिडियो हेरेको भोलिपल्टदेखि हजुरहरूले गरिदिनु होला है साथीहरू। र महिनावारी भएको 4 दिन 5 दिनपछि अब भान्सामा कहिले आइन्छ त्यसपछि गर्नु होला। यदि भान्सामा श्रीमानज्यू, सासू, आमा, दिदी, बहिनी, छोरा छोरी अरूले गर्नुहुन्छ भने दैनिकी रूपमा यो विधि गर्दा हुन्छ है। हजुरहरूले गर्नु होला। जय होस्, शुभ होस्, मङ्गल होस्। जय लक्ष्मी माता।